आपसी एकता, अनुशासन अत्यन्तै जरुरी छ। आजकल विश्वव्यापी रूपमा योगको चर्चा हुने गर्छ। योगमा 194 वटा सूत्रहरू छन् अष्टाङ्ग योगमा अथवा पतञ्जलि योगमा। अष्टाङ्गमा होइन, पतञ्जलि योगमा कसैले पातञ्जलि भन्छन्, कसैले पतञ्जलि भन्छन्, एउटै कुरा हो। पतञ्जलि योगमा 194 वटा सूत्र छन्। त्यो सूत्रको पहिलो सूत्र हो अथवा योगानुशासनम् भनेको अब योग अनुशासनमा हामी प्रवेश गर्दछौँ अथवा योग अनुशासन प्रारम्भ हुन्छ। अर्थात् योग गर्नु छ भने, योगी हुनु छ भने योग अनुशासनमा प्रवेश गरेर मात्र हुन सकिन्छ। अथ योगानुशासन। अब हामी योग अनुशासनमा प्रवेश गर्दछौँ। अनुशासनबाट योगका 194 सूत्रमध्ये पहिलो सूत्र हो अथ योगानुशासनम्। यो अर्धवाक्य यसबाट सुरु हुन्छ। यो नै पहिलो सूत्र हो। अरू 193 वटा सूत्र छन्। 4 खण्ड छन्। दोस्रो खण्डमा अष्टाङ्ग योग भन्ने 8 वटा सूत्र छन्। तिनीहरूलाई धेरै महत्त्वपूर्ण मानेर अष्टाङ्ग योग भनिन्छ। मैले यहाँ भन्न खोजेको अनुशासनको के अर्थ छ भन्ने कुरा, हामी युवाहरूले आफूलाई अनुशासन, समाजको अनुशासन र आत्मानुशासन, आफ्नो अनुशासनभित्र बाँध्न सकेनौँ, बस्न सकेनौँ, रहन सकेनौँ भने हामी उन्नति प्रगति गर्न सक्दैनौँ, सफलता हासिल गर्न सक्दैनौँ। विद्यार्थीले पढ्ने कुरामा, व्यवसायीले व्यवसाय गर्ने कुरामा, खेलाडीले खेल्ने कुरामा, सङ्गीतकारले सङ्गीत बजाउने कुरामा, कोरस बजाउनेहरूले कोरसमा अनुशासन कायम गर्न सकेन भने त्यो अध्ययन पनि राम्रो हुँदैन, खेल पनि राम्रो हुँदैन, व्यवसाय पनि राम्रो हुँदैन, कोरस पनि राम्रो हुँदैन, चिज पनि राम्रो हुँदैन। त्यो बिग्रिन्छ। त्यसैले अनुशासन महत्त्वपूर्ण कुरा हो। हाम्रा युवाहरू अत्यन्तै अनुशासन रहनुपर्दछ, शान्त रहनुपर्दछ। तर अन्यायका विरुद्ध अन्याय भइरहेको छ भने पनि शान्त भएर बसिरहने भन्ने चाहिँ होइन। अन्यायका विरुद्ध हामी जाग्न पर्दछ, उठ्न पर्दछ, लड्न पर्दछ। त्यो भावनाका साथ तपाईँहरू अगाडि बढ्नुहुन्छ भन्ने विश्वास। सधैँ देशलाई एकै नासले देशले योगदानको, एकै नासले बलिदानको, एकै नासले आन्दोलनको, एकै नासले भूमिका र योगदानको माग गर्दैन। कहिले कहिले गर्छ। आज फेरि लोकतन्त्रलाई ठिक ठाउँमा ल्याउन, लोकतन्त्रको अपहरण भइरहेको छ, भएको छ लोकतन्त्रको अपहरण। लोकतन्त्रलाई फेरि स्थापित गर्न संविधान मिचिएको छ। भनिएको छ संविधान यथावत छ, तर खारिज भनिएको छैन, तर मिचिएको छ, मानिएको छैन। त्यसकारण संविधानलाई मिचिन नदिने गरी पुनर्स्थापित गर्नु। प्रतिनिधि सभा सार्वभौम सत्ता सम्पन्न जनताले निर्वाचित गरेको सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधि सभा केही अनधिकृत व्यक्तिहरूले, सडक छापहरूले विघटन भनेर सिफारिस गर्ने र विघटन हुने अलोकतान्त्रिक क्रियाकलाप भएको छ, असंवैधानिक क्रियाकलाप भएको छ। त्यसलाई फेरि ठिक ठाउँमा फर्काउनु पर्नेछ। यो साधारण परिस्थिति होइन। यति बेला भन्नु परेन। देश जलाउने पनि तिनै, चलाउने पनि तिनै एउटा तमासा हो। जसले जलाउने त्यसले चलाउने, त्यस्तो तमासा। जलाउनेका पछाडि पनि यिनै थिए, मैदानमा देखिया थिए।
मैदानमा 1-1 फिटभन्दा माथि बुरुक उफ्रिएको देखिएकै थिए। अहिले चलाउनेमा भने फेरि कुर्सीमा विराजमान तिनै तत्त्वहरू देखिएका छन्। जो संविधानले मिल्दैन हुँदैन भन्छ तिनै व्यक्तिहरू। यसो यस असाधारण स्थितिमा तपाईँहरू अगाडि बढ्नुपर्छ। युवा सङ्घ नेपालको इतिहास गौरवपूर्ण इतिहास। त्यो गौरवपूर्ण इतिहास युवा सङ्घले फेरि एकपल्ट त्यस गौरवमाथि गौरवको नयाँ इँटा थप्नुपर्छ। यो गौरवपूर्ण महलको एउटा निर्माण हुँदै जाने हो। यसको गौरव गाथामा एउटा नयाँ इतिहास थप्नुपर्नेछ, इँटा थप्नुपर्नेछ। त्यसमा मैले अघि नै भने हामी आगो लाउने शक्ति होइन, आगो निभाउने शक्ति हो। हामी तोडफोड गर्ने शक्ति होइन, हामी निर्माण गर्ने शक्ति हो। हामी लुट्न जाने, लुटेर अर्काको सम्पत्ति लुटेर आफ्नो जीविका चलाउने निकृष्ट लुटेरा चोर डाका होइन। त्यस्ताहरूलाई नियन्त्रण गर्ने, त्यस्ताहरूको संरक्षण गर्ने। हामी विरोध प्रदर्शन गर्छौँ, तोडफोड गर्न हामी सडकमा जाने होइन, आगो लाउन सडकमा जाने होइन। हामी शान्तिका लागि सडकमा जाने। शान्ति चाहियो भन्नका लागि, शान्ति स्थापना होस् र हामी गर्छौँ भन्नका लागि सडकमा जाने। कन्स्टिट्युसनल एनार्किजम, पोलिटिकल एनार्किजम, एडमिनिस्ट्रेटिभ एनार्किजम, इकोनोमिक एनार्किजम वा अरू प्रकारका एनार्किजमहरू स्वीकार्य हुँदैन। नो एनार्किजम एट अल। यस देशमा एनार्किजम चल्न सक्दैन। अहिले पोलिटिकल एनार्किजम चलिरहेको छ, इकोनोमिक एनार्किजम चलिरहेको छ, सोशल एनार्किजम चलिरहेको छ, कल्चरल एनार्किजम चलिरहेको छ। सर्वत्र एनार्किजमलाई हावी गराइएको छ। एनार्किजम एक्सेप्टेबल छैन। हामी एनार्किजमलाई एक्सेप्ट गर्दैनौँ। जसलाई एनार्किजम प्यारो छ उनीहरूले हाम्रा विरुद्ध हाम्रा स्थितिको, विधिको, शासन प्रणाली, प्रक्रिया, विधिको वकालतको विरोध गर्नेछ। हाम्रो पक्षधरताको विरोध गर्नेछ। उनीहरूको हतियार सत्य होइन, असत्य हो। हाम्रो हतियार असत्य होइन, सत्य। उनीहरू अशान्तिको बाटोबाट जित्न खोज्छन्, हामी शान्तिपूर्ण तरिकाले शान्तिको बाटोबाट जित्न खोज्छौँ। शान्तिले जित्छ, सत्यले जित्छ। त्यसकारण हामी डराउँदैनौँ। यी कुराहरूलाई ध्यानमा राखेर युवाहरूले अगाडि बढ्नुपर्नेछ। अस्ति युवाहरूले शान्तिका लागि शान्तिपूर्ण मोटरबाइक र्याली गर्छु भन्दा प्रशासनले इजाजत छैन भने म प्रशासनलाई सुझाव दिन चाहन्छु। अहिले त्यति नै भनौँ, सुझाव दिन चाहन्छु। आन्दोलन इजाजत लिएर हुने छैन। आन्दोलन अनुमति लिएर हुने छैन। आन्दोलन तपाईहरूको स्वीकृतिमा हुने छैन। तपाईहरूको विरोध गर्न हामीले तपाईहरूसँगै स्वीकृति लिनुपर्ने आवश्यकता छैन। हामी विरोध गर्छौँ। तपाईँहरू असंवैधानिक हुनुहुन्छ, तपाईँहरू गैर कानुनी हुनुहुन्छ। त्यसकारण तपाईँहरूसँग हामीले शिष्टता, मर्यादाको भाषा बोल्यौँ।
इजाजत माग्यो, तपाईँहरू त एरिया हदबन्दी लगाउने, तपाईँहरू पासपोर्ट रोक्का गर्ने, तपाईँहरू यहाँ गर्ने वहाँ गर्ने, तपाईँहरू विरोध प्रदर्शन गर्न नदिने, शान्तिपूर्ण र्याली पनि गर्न नदिने, आगो लाउने बेलामा तपाईँहरू त उकास्न उफ्रिँदै हुनुहुन्थ्यो। अहिले शान्तिपूर्ण र्याली चाहिँ गर्न निषेध, यो देशैमा निषेध गर्नुहुन्छ तपाईँ। देशै तपाईँको कहाँबाट ल्याएको हो तपाईँले यो देश? हाम्रो पनि होला नि त्यो देश। म जेन्जी दिदी हुनुहुन्छ कि बहिनी हुनुहुन्छ उहाँलाई पनि भन्न चाहन्छु, आफ्नो मातहतलाई आदेश दिँदा उहाँले पनि कानुन सम्मत आदेश दिनुहोस्। संविधानले दिएका मौलिक हक अधिकार हामीले लडेर ल्याएका, बलिदान दिएर ल्याएका, जेल खटेर ल्याएका, निर्वाचनमा बसेर ल्याएका, भूमिगत हिँडेर ल्याएका, दुःख कष्ट गरेर ल्याएका, लाठी खाएर ल्याएका, धेरै यातना सहेर ल्याएका हक अधिकारहरू तपाईँको आदेशमा हामी छोड्दैनौँ। युवाहरूले यो कुरा भन्न अप्ठ्यारो मान्नु पनि पर्दैन, लजाउनु पनि पर्दैन, डराउनु पनि पर्दैन, धक मान्नु पनि पर्दैन, खुलेर भन्नुहोस्। शान्तिपूर्ण प्रदर्शन हाम्रो अधिकार हो। जायज विरोध, हामी नाजायज विरोधै गर्दैनौँ, जायज विरोध हाम्रो अधिकार भन्नुहोस्। र प्रदर्शनमा जानकारी दिनुहोस्, प्रशासनलाई जानकारी दिनुहोस्, हामीलाई लुकेर गर्नु छैन, जानकारी दिनुहोस्। अहिले पनि हामी यसरी गर्दैछौँ, स्वीकृति दिनुहोस् भनेर भन्नुहोस्। स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन, सडकमा उत्रनु। संविधानभन्दा सिडिओको आदेश माथि हुँदैन। सिडिओका आदेशले संविधान काट्दैन। जसका आदेशले पनि के भएर बन्नुभयो प्रधानमन्त्री? के भएर बन्नुभयो प्रधानमन्त्री? संविधानले त दिँदैन। प्रधानमन्त्री पनि असंवैधानिक, सिडिओका कुरा पनि असंवैधानिक, मन्त्रीका कुरा पनि असंवैधानिक। यस्तो हुनु हुँदैन। म सरकारलाई भन्न चाहन्छु, हामी जिम्मेवार राजनीतिक शक्ति हौँ, जिम्मेवार ढङ्गले चल्छौँ। हामी 2 दिन डेमोन्स्ट्रेसनमा निस्किएको, 2 दिनका लागि कतैबाट चलाइएको घुसपैठिया तत्त्व होइन। यो देशको राजनीतिक परिवर्तनको लामो इतिहास बोकेर आएका र अझै परिवर्तनको अभियानलाई सफलतासम्म हाँकिरहने, डोर्याइरहने शक्ति हो। त्यसर्थ त्यसरी असंवैधानिक कुराहरू सरकारले नगरोस् भन्ने कुरा म सरकारलाई सुझाव दिन चाहन्छु। तपाईँहरू व्यापक रूपमा युवाहरूका बिचमा जानुहोस्, युवाहरूलाई सचेत गराउनुहोस्, सङ्गठित गराउनुहोस्। युवाको सशक्तिकरण आजको आवश्यकता हो। तपाईँहरू आफू पनि सशक्त हुनुहोस्, अरूलाई पनि सशक्तिकरणको यस अभियानमा सामेल गर्नुहोस् र लोकतन्त्र फर्काइ छोड्ने सङ्कल्पका साथ हामी साँगुरो मन नराखौँ। हाम्रो कसैप्रति वैरभाव होइन, तर अपराधीहरूमाथिको कारबाही प्रतिशोध होइन। अपराधीहरूमाथिको कारबाही जायज न्यायोचित कुरा हो। त्यसकारण व्यक्तिका घर छानी व्यक्तिको प्रपर्टी, कुनै कम्पनीको प्रपर्टी, कुनै उद्यमीको प्रपर्टी, कुनै व्यवसायीको प्रपर्टी र कसैको रोजगारीको अवसर,
कसैको आम्दानीको माध्यम खोज्ने खालका अपराधिक क्रियाकलाप, तोडफोड गर्ने, लुट्ने, आगजनी गर्ने, मान्छे मार्ने, घरैभित्र जलाएर मार्ने खालका अपराधीहरूलाई कानुनको कठघरामा उभ्याइनै पर्छ। यो प्रतिशोध होइन। हामी कसैप्रति कुनै प्रतिशोधको कुरा गर्दैनौँ, कसैप्रति कुनै आग्रह पूर्वाग्रहको कुरा गर्दैनौँ। तर यदि त्यस्ता तत्त्वहरूमाथि कारबाही, कानुन बमोजिम कारबाही भएन भने त्यो द्वन्द्व, त्यो प्रतिशोध कालान्तरसम्म रहने खतरा हुन्छ र समाज एउटा प्रतिशोधको बाटोतिर जाने खतरा हुन्छ। त्यस कारण समयमै यस्ता कुराहरूलाई रोकिनुपर्छ। उद्यमी व्यवसायीहरूलाई म भन्न चाहन्छु र हाम्रा युवाहरूले भन्नुपर्दछ, अब उपरान्त हामीहरू त्यस्ता कुरा हुनै दिँदैनौँ, हामी नै रोक्छौँ। त्यस कारण तपाईँहरू उद्योगहरू स्थापना गर्नुहोस्, सञ्चालन गर्नुहोस्, ढुक्कले सञ्चालन गर्नुहोस्। हामीलाई थाहा छ आगो लगाएर हुन्छ कि बिजुली काटेर हुन्छ कि यस देशमा उद्योग धन्दा खत्तम पार्ने तत्त्वहरू सक्रिय छ। त्यो हामीले देखेका छौँ। आगो लगाएर पनि उद्योग धन्दा खत्तम पारेकै छन्, बिजुली काटेर पनि खत्तम पारेकै छन्। तर यही कुरा सधैँ चल्दैन र हामीले यी कुराहरूको उपचार क्रमशः गर्दै जानेछौँ। यो जेजी आन्दोलनका नाममा जुन तत्त्वहरूले 2 दिनको क्रियाकलाप गराए, हामी 2 दिनको होइन, यो लडाई धेरै दशक मात्रै होइन, शताब्दी लड्न सक्छ। तर जायज बाटो पनि छोड्दैनौँ। हाम्रो यसको अर्थ दशकौँ शताब्दीौँ यो मुद्दा जाने होइन, मुद्दा फरक हुन सक्छन्, हाम्रो सङ्घर्ष जारी रहन्छ भन्ने अर्थमा हो। हामी थाक्दैनौँ, गल्दैनौँ, थाकेका छैनौँ भन्ने अर्थमा हो। अहिलेको कुरालाई त हामी 1-2 महिनाभित्र आफ्नो गन्तव्यमा पुर्याएर छोड्छौँ। किनभने यस देशका युवाहरू जीवित छन्, युवा सङ्घ जीवित छ, नेकपा एमाले जीवित छ। यही स्थितिलाई हामी लगातार अगाडि जान दिन सक्दैनौँ र दिँदैनौँ। स्पष्ट छ। तसर्थ म अहिले अरू धेरै कुराहरू केही नभनौँ। नेकपा एमालेको बारेमा मैले हाम्रा युवा सङ्घका नेताहरूलाई केही भनिरहनुपर्छ जस्तो लाग्दैन। नेकपा एमाले नेपाली समाजको समृद्धि, सुशासन र विकासको माध्यमबाट समृद्धि हासिल गर्ने र सुरक्षा, अधिकार, सामाजिक न्याय, समानता र सम्मानित जीवनको माध्यमबाट सुखमय नेपाल, सुखी नेपालीको गन्तव्यमा पुग्ने उद्देश्यका साथ अगाडि बढेको पार्टी। त्यसका लागि हामी नेकपा एमालेलाई राष्ट्रिय शक्ति, नेकपा एमालेलाई राष्ट्रिय शक्ति छँदैछ, यसलाई, यो राष्ट्रिय शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा अगाडि बढाउन चाहन्छौँ। नेपालका नीति भनेको नेकपा एमालेले तय गरेका, लिएका नीतिहरू, कार्यान्वयन गरेका नीतिहरू। त्यसकारण यी नीतिमा साथीहरू स्पष्ट हुन्छ भन्ने कुरा थाहा छ। नेकपा एमालेको राष्ट्रिय राजनीतिमा सर्वाधिक र निर्णायक महत्त्व छ, भूमिका छ र भूमिका रहनेछ। यो भूमिका हामी सबै मिलेर पुरा गर्नेछौँ। म सञ्चारकर्मी साथीहरूलाई भन्न चाहन्छु, तपाईँहरूका मनमा भएका डर त्रास हटाइदिनुहोस्। धम्की आयो भने युवा सङ्घ नेपाललाई जानकारी गराउनुहोस्।
त्यस्ता धम्कीहरूलाई धेरै कुरा नगरे पनि हात्ती हौँ भन्नेलाई भुसुनामा परिणत गर्छ। धम्कीको भरमा यो देश चल्दैन र सञ्चारकर्मी साथीहरू कहीँ भयभीत हुनु पर्दैन। यसर्थ सञ्चारकर्मी साथीहरू अस्ति लोकतन्त्र हुँदाखेरि त असन्तुष्टि थियो होला भनेर मजाले अभ्यास गर्नुभयो होला। अहिले अब लोकतन्त्र नभएपछि के मजाले अभ्यास गर्नु गर्छ। तर फेरि लोकतन्त्र हामी ल्याउँछौँ। तपाईँहरूको प्रेस स्वतन्त्रता फुल फ्लेजेड हामीले कहिल्यै कसैलाई कुनै प्रेसलाई कुनै केही लेखे बापत कार्टुन छापे बापत अझ झुटा समाचार प्रसारण गरे बापत समेत पनि एक दिन शिकायत गरेनौँ, कम्प्लेन गरेनौँ। गर्नुपर्ने हो त्यस्तोमा यस्तो त नगरे हुन्थ्यो त भन्दा हुन्थ्यो नि। तर पनि त्यो फेरि पत्रकारहरूले हामीलाई चाहिँ हतोत्साही गरे भन्ने पर्ला कि के पर्ला कि कलिलो प्रजातन्त्रमा छोडिदिउँ भनेर केही पनि भने। तपाईँ हामी सबैले लोकतन्त्र फेरि ल्याउनुपर्छ र तपाईँ हामी सबै मिलेर लोकतन्त्रको रक्षा गर्नुपर्छ। लोकतान्त्रिक अधिकारहरूको पुराका पुरा प्रयोग गर्नुपर्छ। सिक्को मिडिया क्षेत्रलाई म आश्वस्त पार्न चाहन्छु, नेकपा एमाले तपाईँहरूको साथमा छ। नेकपा एमाले तपाईँहरूको दुःखसुखको साथ। यो प्रेस स्वतन्त्रता यहाँसम्म ल्याइ पुर्याउनका लागि हामीले भोग्नसम्मका अत्याचार भोगेका छौँ। राज्यबाट प्रताडना भोगेका छौँ। हिजो अस्तिसम्म पनि माघ 19 सम्झिनुहुन्छ होला तपाईँ। त्यो माघ 19 अहिले माघ 19 टेलिफोनका धम्कीहरूबाट त्यति बेला आर्मी पछाडि उभिएको थियो, सम्पादकका पछाडि, समाचार वाचकका पछाडि आर्मी उभिएको थियो। अहिले एउटा टेलिफोनको घन्टीले 4वटा आर्मीले भन्दा बढी त्रास दिइरहेको छ। देखा छ आगोलाको, यो तेरो घर बाँकी रहेछ, तेरो कार्यालय बाँकी रहेछ, तेरो अफिस बाँकी रहेछ, आगो लागेकै रहन्छ त्यहाँ, पगलास भन्छ। डर त भन्यो, तर अब चाहिँ नडराउनुहोस्। युवा छन्, कसैले आगो लाउँछु भने आइज आगो लाउन भनेर बोलाउनुहोस्। त्यहाँ युवासँग गाड गर्न पहिले नै पुगेको हुन्छ। अब हामी निम्सार भएर बस्नुपर्ने कुनै आवश्यकता छैन। हामी स्वतन्त्र नागरिक हौँ भन्ने भावनाका साथ अगाडि बढौँ सबैजना। मेरो आग्रह छ। युवाहरूको सम्बन्धमा म केही अब धेरै नभनौँ, अरू कुराहरूमा पनि मैले धेरै केही भन्नुपर्ला जस्तो लाग्छ। अब रोबोटहरू जो नाचेका थिए अस्ति नै, रोबोटको ब्याट्री सिद्धियो। ब्याट्री सिद्धिएपछि रोबोट जहाँ पुगेको थियो त्यहीँ ट्याक। अब हामी अगाडि बढ्ने, स्वचालित अगाडि बढ्ने, देशभक्त अगाडि बढ्ने र जिउँदा युवाहरू अगाडि बढ्ने समय आयो। शुभकामना छ, तपाईँहरू अगाडि बढ्नुहोस्। केन्द्रीय कमिटीको यस बैठकले ऐतिहासिक महत्त्वका निर्णयहरू गर्नेछ, सङ्कल्प गर्नेछ।